हेलो नमस्ते एभ्रिवान। यो हो हाम्रो बर्दियाको बबई नदी है साथीहरू। हामी पिकनिक जाँदाखेरिको यसो थोरै रमाइलो हाम्रो यो भिडियो हेर्नुहोस् है साथीहरू। कस्तो लाग्छ यसो सुझाव सल्लाह दिनु होला, अनि च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, अनि लाइक पनि गरिदिनु होला है। ल हेर्नुहोस् साथीहरूको हाम्रो यहाँ पिकनिकको टोलीहरू आएको छ। यो हाम्रो बबई नदी है साथीहरू, बर्दियाको बबई नदी। हेलो गाइसहरू, अब हामी चाहिँ लाग्यौँ पिकनिकतिर है। यो पिकनिक टोली हो साथीहरू, सबै यता ट्र्याक्टरहरू देख्नु भएको छ होला हैन। अनि यो मेरो परिवार र भाउजू हिँड्दै हुनुहुन्छ यतातिर। अगाडि पुगिसक्नुभयो मेरो मामाहरू बुवाहरू। अब हामी चाहिँ यो पुरै पिकनिक टोली है साथीहरू। पिकनिकहरू लगभग 30-35 ग्रुप छ यहाँनिर। अब हामी चाहिँ हाम्रो जहाँनिर हाम्रो पिकनिक भइरहेको छ हामी त्यहाँ पुग्दैछौँ साथीहरू। अब एकछिन हेर्दै गर्नु होला है। ल हेर्नु साथी, कति रमाइलो छ है। त्यही त अनि विदेशमा कामै काम हुन्छ साथीहरू हैन। पैसा छाप्नुपर्छ विदेशमा, अनि नेपाल आइसकेपछि यसो रमाइलो पनि गर्नुपर्छ हैन। यो हो मेरो पिकनिक टोली हैन। मेरो साली हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ, अनि यहाँनिर सबैजना हाम्रो यो फ्यामिलीहरू छ हैन। यो फ्यामिली पिकनिक हो अनि एकदम रमाइलो छ। हाम्रो बुवा यहाँनिरै हुनुहुन्छ, अनि यहाँनिर मम्मी हुनुहुन्छ। अब यहाँनिर पुरा तयारी हुँदैछ साथीहरू। हाम्रो यो पिकनिक टोली है, अनि हामी यहाँनिर रमाइलो गर्न आएको साथीहरू। यो हो हाम्रो बबई नदी है। हो तल साथीहरू नुहाउने तयारी पनि हुँदैछ अरूहरूको। हामी चाहिँ गाइजहरू सब्सक्राइब पनि गर्नु होला है। हामी चाहिँ एकछिन पछि नुहाउन जाने हो साथीहरू। अनि हजुरहरूलाई पनि पिकनिक यसो मनाउनु छ भने हाम्रो बर्दियाको हैन लठुवा घाट भन्छ हैन यो। अनि यो लठुवा घाटमा आउनुहोस्, यति रमाइलो छ हैन। धेरै साथीहरू यहीँ भेट हुन्छ, सबैजनाले रमाइलो गर्नुहुन्छ। हजुरहरू पनि आउन चाहनुहुन्छ भने आउनुहोस् हैन। बर्दियाको हैन, बर्दियाको लठुवा घाट लाली बजारबाट सर्टकट छ हैन बाटो, एकदम रमाइलो ठाउँ छ। अनि गाइसहरू पुरा भिडियो हेर्दै गर्नु होला हैन। सुझाव सल्लाह पनि दिँदै गर्नु होला है साथीहरू। रमाइलो गर्नुहोस्, हेर्नुहोस्, इन्जोय लिनुहोस् है। गाइजहरू यही हो लठुवा घाटको हैन पुल। सबैजना यो पुलमा यति राम्रो फोटोसोटो आउँछ हैन। यो पुलमा धेरै साथीहरू घुम्नुहुन्छ, अनि फोटो लिनलाई पनि एकदम राम्रो छ हैन। नदी यता उता टक्क मिलेको हैन। हजुरहरू पनि आउनुहोस्, फोटो लिनुहोस्, एकदम दामी फोटो आउँछ। फिल्म सुटिङ गर्न पनि मिल्छ है साथीहरू। ल ओके भाइ, हेर्दै गर्नु होला। अर्को पेज हेर्नुको लागि हजुरहरूले सब्सक्राइब गर्नुपर्ने हुन्छ, लाइक गर्नुपर्ने हुन्छ। ओके बाइ बाइ गाइजहरू सबैजनालाई। ओके।